पोसो ए सिट अगाडि हाम्रो युट्युब च्यानलमा एकजना न दुईजना गेस्ट आएको छ एकजना भनेबाट चाहिँ सर यसको गुम्बा खाँदै होला नि त यिनीहरूले ओइ भाइ हाई गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल। सो सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानलमा होइन। आज हाम्रो युट्युब च्यानलमा एकजना न दुईजना गेस्ट आएको छ एकजना भनेबाट चाहिँ सरी अन्त उहाँको इन्ट्रोड्युस म अहिले बिस्तारै गर्छु होइन। अहिले चाहिँ स्टार्ट गरौँ है भ्लगलाई। लेट्स गो। आज मैले अघि भनेको मान्छे भेटेको छु ल। अब अहिले मेरो भ्लगमा एकदम सेलिब्रेटी आएको सेलिब्रेटी ग्यालको तामाङ दार्जिलिङबाट अन्त यता हाम्रो कुलदीपकको साथी साङडु भाइ है। कुलदीपक यहाँ छ, साथी यता छ, मेरो बुढा यहाँ छ गाडीमा हेर्दै छ। अन्त भाइ कस्तो लाग्यो? दुधै राम्रो लाग्यो? पानी घटा भर्खर आएको है? चिल्लो चिल्लो दुईजना। अन्त हत्तु भइरहेको छ है त्यो काठमाडौँको मजा आयो? यहाँ गुम्बा खाँदै होला नि यिनीहरूले। ओइ भाइ खुसीलादेखि भन तिम्रो हिपहप इन्डियाको जर्नीको बारेमा। हिपहप इन्डियाको जर्नी चाहिँ अब दामी छ एक्सपिरियन्स है। इन्टरभ्यूमा भन्छु भन्ला जस्तो गरेछ त पुरा भिडियो इन्टरभ्यूमै हेर्नु भन्ला जस्तो छ त। धेरै कुरा सिकेको छ है। आज डान्सर भएपछि चाहिँ अल ओभर हुनुपर्छ त्यति चाहिँ म भन्छु। डान्स मात्रै गरेर हुँदैन, सबै कुरा हुनु पर्यो। तपाईँ के भन्नु चाहनुहुन्छ? म चाहिँ के भन्नु चाहन्छु भने चाहिँ डान्स मात्रै गरेर हुँदैन हो र तिमी डान्सर नाचेर मात्रै हुँदैन, एक्सपिरियन्स पनि हुनुपर्छ। उहाँ चाहिँ डान्सर मात्रै होइन इन्सपेक्टर पनि हुनुहुन्छ हो। ल अहिले चाहिँ हामी फिलहाल भाइको इन्टरभ्यू छ त्यहाँ जाँदैछौँ। अन्त मिडियाहरू गइसक्यो अगाडि ट्याट गर्दै जाँदैछ हो। अन्त अब हामी पनि जानु आँटेको चिलआउटमा त आज चाहिँ गाइस। अब हामी मेरो बुढा के भन्न चाहन्छौ? ये जबी बोल्दा है यतै बोल्दा है। ल अब गाइस हामी भेटौँ न, गाना बजाउँछौँ नि त ल। र तपाईँहरूले सोच्नुहुँदै होला यिनीहरू कहाँ गएको भनेर होइन। हामी चाहिँ इन्टरभ्यू दिनु लागि जाँदैछु हाम्रो भाइको। अन्त हाम्रो ग्याल्पो भाइ चाहिँ हिपहप इन्डियामा गएर आइसकेको छ, तपाईँहरू समक्ष हेर्नु सक्नुहुन्छ। हामी चिलआउटमा आएँ अनि चिलआउटको बाटोमा हामी हिँड्दैछु गाडी राखेर। र यहाँ चाहिँ हल्का भिडियो सुट हुँदैछ है, हेर्नु सक्नुहुन्छ। एकदमै रमाइलो हुँदैछ। चिलआउट त एकदमै दामी छ हाम्रो दुधेको चिलआउट चाहिँ। होटेल चाहिँ एकदमै राम्रो छ, रेस्टुरेन्ट। अनि आउनु सक्नुहुन्छ जहाँबाट पनि तपाईँहरू है। यहाँ भिडियो फिल्मिङ गर्ने राम्रो राम्रो जग्गाहरू बनाइदिएको छ, फोटो गर्ने। अन्त स्विमिङ पुल पनि छ यहाँनिर उपलब्ध। र साङडुपले चाहिँ उसको साथीको भिडियो बनाउँदैछ अहिले चाहिँ ग्याल्पोको। यहाँनिर माछा कस्तो राम्रो राम्रो छ। जति सक्दो तपाईँहरूलाई म भिडियोमा क्याप्चर गरेर देखाउनु नै खोज्दैछु है। आदि कतिवटा भिडियोहरू चाहिँ तपाईँहरू इन्टरभ्यूमै हेर्नु सक्नुहुन्छ होला जो चाहिँ लगातार टाइम न्युज च्यानलमा र दुधिया टाइममा आउनेछ। अन्त भाइहरू भिडियो गरिराख्नु भएको छ अहिले पनि। अन्त यस्तो हेर्दै गएको त दादाहरू पनि आइपुग्नु भएछ जो चाहिँ मिडियाबाट हो। अन्त विकास दादा र अमन भाइ। अन्त उहाँहरूलाई मैले भन्दैछु तपाईँहरू त के साह्रो छिटो हौ, हामी त पहिल्यै आएर बसिरहेको थिएँ भने जिस्काइदिएको थियो होइन। पुरानो गएको थियो नि त बहिनी नरिसाउ न भन्नुहुँदैछ होइन। उता अमन भाइ अन्त अघिको दादा चाहिँ विकास दा हो उहाँ चाहिँ। र गाइस अब इन्टरभ्यूको तर्खर पनि हुन लागिसकिसक्यो है। र अब इन्टरभ्यू चाहिँ मेरो बुढाले लिनुपर्ने अरे। मैले अघि नै उसलाई ड्रेस चेन्ज गर भन्दा मानेन, लास्टमा गएर ला यसमै गर्नुपर्ने हो भन्दै हाँस्दैछ होइन। अन्त यहाँ इन्टरभ्यू पनि सुरु भइसकिसक्यो। नमस्ते, म किरण विश्वकर्मा, द डाइरेक्टर अफ मोडर्न डान्स एकाडेमी। अन्त आज चाहिँ तपाईँहरू समक्ष हामी एउटा स्पेसल गेस्ट लिएर आइरहेको छु। अन माई लेफ्ट ग्याल्पो तामाङ, अन्त अन माई लेफ्ट साङडुप तामाङ। र हामी तपाईँहरू माझमा केही सानो कुराहरू राख्न गइरहेको छु। र फिलहालै हाम्रो ग्याल्पो भाइ चाहिँ हिपहप इन्डिया जुन चाहिँ एमाजोनले अहिले चलिरहेको छ, तपाईँको ओटिटी प्लेटफर्ममा चल्दैछ, त्यसमा फिलहालै उहाँले गएर आउनु भएको छ। र केही कुराहरू त्यो विषयमा केही कुराहरू जान्ने हामी कोसिस गर्छौँ। र उहाँ पनि हाम्रो दार्जिलिङमा तपाईँको एकाडेमीको नाम एम्बर्स डान्स। एम्बर्स चाहिँ अब नाममा नै छ त्यो क्वालिटी क्या। अन्त एम्बर्स डान्सको उहाँ को फाउन्डर हुनुहुन्छ। छोडिदिन्छु भनेको किन हो, तर अब त्यो टाइममा चाहिँ अब तपाईँले आफूमाथि अब बिलिभ गरेर चाहिँ तपाईँ त्यो कुरालाई जारी कन्टिन्यू राखेसम्म चाहिँ अब तपाईँले धेरै कुरा अचिभ गर्नु सक्नुहुन्छ। त्यसरी अब मेरो यहाँ साथी है ग्याल्पो तामाङ। सो आजको हाम्रो भाइहरूको पोडकास्ट उयो पोडकास्ट जस्तै इन्टरभ्यू
अलिकति समाप्त हुन समाप्त भयो समाप्त भयो ठोकिन्छु त म कहाँ पुऱ्याइदेऊ त मलाई त अन्त समाप्त भयो अब हामी जान आँटेको छौँ अब बुढाले कहाँ लान्छ हामीलाई होइन त्यहीँ जानेछौँ हामी अब हामी जान आँटेको हिजो मैले लगाएको थिएँ नि त यहाँ पाहुनालाई काम लाउँदैछ हुन्छ होला कुनै हिजो त लगाएको हिजो याद थिएँ नि त म पनि भाइ ढुङ्गा राखेर गाडीमा झर्छ होला भन्दै थियो कि माथि पो राख्दै क्या ढुङ्गा राखिस् हजुर राखिदिएँ नि मैले गएर हेर्छ अरे टायरमा पनि छैन अरे ढुङ्गा त भरे सिटभित्र राखिदिएँ सो गाइज यहाँ हेर्नुहोस् चिकन सो गाइज हामी यहाँनिर आइसकेको छु टाइटानिकमा मैले त टाइटानिक नाम राखिदिएको अन्त हाम्रो नामै टाइटानिकै हो ए हो र साँच्ची होइन त टाइटानिक नाम त मैले पो दिएको त अन्त दामी छ यहाँ चाहिँ एकदमै फ्यामिली फ्रेन्डली यहाँ चाहिँ हाम्रो मृगाल्पा भाइको भिडियो सुट हुँदैछ साङडुपले गर्दैछ त्यहाँ साफसफाइ पनि हुँदै रहेछ अन्त भाइले चाहिँ धेरै हाम्रो दार्जिलिङको नाम रोसन गरेर आइसकेको छ धेरै ठाउँबाट होइन अन्त उहाँको चाहिँ भिडियो एकदमै साथीले बनाइदिँदैछ साङडुप चाहिँ एकदमै मिल्ने साथी ग्याल्पोको ए अन्त यहाँ चाहिँ यस्तो दामी भ्यू आउँछ कि हेर्नुहोस् त गाइस हाँस न भिडियो अडिसन भयो त्यस पर्सि हिजो त आएको त्यो काट उयोहरू सुट गर्नु घरको डाङ्नु स्टोरी भनेको थियो नि त मैले दुखभरि कहानी हो सब खिचिकन गयो मम्मीको इन्टरभ्यू लियो होइन हामी बात मार्दै गरेको उयोहरू गर्ने बेला उयो पनि थियो हैन कस्तो प्राउड मोमेन्ट हो भन्न त भाइ अब सुट भयो बेलुकातिर गएको कुनाहरू सबैजना एउटा प्राउड मोमेन्ट हो नि त यो भनेको त अब त्यो चाहिँ कस्तो भयो भने उताबाट म पुरा एक्सपिरियन्स भएर आएँ होइन अब हुन्छ नि त्यहाँ नाचेर अब यता नाच्दा मलाई नि यस्तो पनि लागेन हुन्छ नि अब त्यत्तिकै नाचेको फ्याँक्दै मलाई जिउलाई अब हुन्छ नि त्यति हुन्छ भनेर क्या हुन्छ नि पुलमा अनि त्यही कारण उनीहरूले त्यसै पक्रिहाल्यो क्या अब एक्सपिरियन्स भयो प्रोसेस चाहिँ हुनु पर्दैछ क्या त्यो आउट भएर पनि कति उयसको बादमा चाहिँ पब्लिकले डिमान्ड गर्यो अरे क्या यहाँ चाहिँ अहिले चाहिँ राघव सरको कुरा हुँदैछ राघवको यस्तो टाइपको स्टाइल छ त्यसले कुछ न कुछ त्यो टेलिभिजनमा एउटा त्यो उयो ल्याउँछ होइन बढाउँछ एट्र्याक्सन ल्याउँछ भन्दाखेरि चाहिँ अब त्यतिखेरको त्यो अरा चाहिँ त्यही थियो नि त होइन अन्त त्यसले गर्दाखेरि चाहिँ त्यसलाई तानिदिएको अरे क्या त्यो डान्स हेरेर चाहिँ तानेको होइन अरे नि त खासमा चाहिँ अन्त त्यस्तो हुँदो रहेछ क्या अन्त त्यसको र उसको धर्मेशको पनि त्यस्तै भएको त्यस्तो हुँदो रहेछ क्या अब हामी चाहिँ अलिकति यहाँनिर चाप चिप खानु आँटेको छौँ अन्त चाप एन्ड चिप त्यहाँबाट चाहिँ तल दिदीले पर्खिराख्नु भएको छ उहाँ मेरो बुढा उजिम जान्न पाएर ब्याटेक हो यता चरा कराउँदैछ जङ्गलमा हो हिजो त 1 बजीतिर मोजुर हो कि के कराउँदै घरमा उतापट्टि चट्नी रिङबाट चल्यो के करायो ए खिचौँ खोइ हाम्रो फोन चाहिँ खिचौँ न हाम्रो पनि भाइको हामीसँग हालिदिइहाल न ल खाइला नचालिकन भनेको हो झन् पो हतार गर्छ ए तिमीलाई आज प्रब्लम भएको कारण हिजो पिरो खाएर पो त हो खाने बेला त्यस्तो कुराहरू गर्नु हुँदैन मन डाइभर्ट हुन्छ अब हामीले खाइसक्यो हाम्रो स्टोरी हुँदैछ पहिलातिर हुन्छ नि क्या कतिहरू स्कुल पढ्दाखेरि क्या जति केटीहरू टम्बै टाइप म त्यस्तै थिएँ मतलब म केटा साथीहरू पुरा के तर बोयफ्रेन्डपट्टि चाहिँ के भन्छ त्यसलाई चाहिँ केटा साथीहरू भएको चाहिँ टम्बै हुन्छ केटा साथी त्यो टम्बै भनेको चाहिँ उसको त्यो जुन चाहिँ पर्सनालिटी हुन्छ त्यो नै केटा त्यसो त मैले गलत मान्छे
र गाइज थ्याङ्क यू सो मच फर वाचिङ है। मेरो भ्लग चाहिँ यहीँ म एन्ड गर्न चाहन्छु। र भाइहरूलाई कस्तो लाग्यो आज? मजा आयो एकदम। आज एकदम गहिरो गफहरू भयो है। एकदम मजा आयो हाम्रो सरसँग भेनासँग। एके भेना एके बाँदर एके बाँदर। हेलो नो अफेन्स है। मेरो भाइ के भन्न चाहन्छौ? आज चाहिँ मजा आयो, ओभरअल इन्टरभ्यू पनि राम्रो भयो हो। मजा आइदियो है। अन्त एट द एन्ड म यही भन्न चाहन्छु कि सब्सक्राइबरहरूलाई डु सब्सक्राइब है, हिट द लाइक बटन सब्सक्राइब, हिट द लाइक बटन एन्ड किप सपोर्टिङ। यस 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 डेफिनेटली। यो त ए मेरो फोन नाम भगवान् हेर्नु यहाँ फोन छोडेर यहाँ भएर त जाउँ। अरू कसैले पनि केही छोडेन होइन? आमा के दामी देखेको है राति त। मजा भयो। नाना यहीँ बस्छ अरे हौ, नाना बस्छ अरे हामी जाँदै